हेलो एन्ड नमस्ते सबैजनालाई। हेलो। आज फेरि पनि हामी कायाकिङ गर्न हामी यता लेक साइडमा आएको छु। हामी टोटल हामी आज 6जना आएको छु। यहाँ हाम्रो हुनुहुन्छ सुजन सुल्टी, यस चितवनको हिरो बेसी। हजुर हेलो नमस्ते एभ्रिवान। सरी बेसी। हजुर हेलो नमस्ते एभ्रिवान। फेरि पनि हामी कायक गर्न आएको छ हैन। हामी फेरि अलि कायक गर्न आज आएको चाहिँ हामी सर्ट एन्ड स्विट बवाल हान्नेछौँ। के छ अमृत गुरुङ एकदम हाम्रो फर्स्ट चितवनको हिरो। एक्सपिरियन्स। यताबाट नझर्ने उताबाटै झर्नु है। कुन चाहिँ जबरजस्ती जुन लिने हो नि आज हाम्रोको फर्स्ट म्यान निर्मल पुन। हेलो निर्मल, यता हेर्नु पर्यो। मलाई त्यस्तो भ्लगिङ गर्ने त आउँदैन, त्यही पनि जस्ट मेमोरिजको लागि भनेर चाहिँ हल्का हल्का गर्ने हामी प्रयास गर्नेछौँ। होइन सुजन सुल्टी, तपाईँ के फर्स्ट एक्सपिरियन्स हो? हो नि सोल्टी यार, आज रमाइलो हान्नुपर्छ है त। रैला हान्नुपर्छ एकदम। वेदरले नि यस्तो च्यालेन्ज हानिरहेको छ, हल्का पानी परिरहेको छ होइन। हल्का रङ ओके चिप्स रङसम्म अलिअलि हाल्नु पाए हुन्थ्यो। तातो हुन्छ। मेसी खाजा साजा किन्ने भन्ने होइन के हो? ल भाइ यस्तो यो एउटा लगेडा म अब हामी डाइरेक्ट अब तालमा हामी लेकमा झरेको बल्ल सुजन सुल्टी। अब हामी कडा हान्ने पर्छ है त सुल्टी। प्याडल लिनु भाइ एउटा प्याडल यो त भाइ सामान। हेलो एन्ड नमस्ते, मेरो नाम चाहिँ जीवन राणा मगर हो। म चाहिँ आज सर्ट एन्ड स्विट ब्लगिङ गर्दैछु हाम्रो निर्मल पुन मगरको ब्लगमा। अरू हाम्रो सबै केटाहरू चाहिँ तल झरिसकेको छ कायक गर्नको लागि। यो चाहिँ सुजन सोल्टी म छ। अब हामी पनि कायकको लागि रेडी हुँदैछौँ। अब डाइरेक्ट अब तल गएर भेट्छु है त। फाइनल्ली हामी सबैजना लेकमा झरिसकेको छौँ। आज एकदम वेदरले नि यस्तो राम्रो साथ दिइरहेको छ, हल्का हल्का पानी परेको छ। हाम्रो केटाहरू चाहिँ पर पुगिसकेको छ। हेलो, फाइनल्ली हामी सबैजना लेकमा झरिसकेको छौँ कायाकिङको लागि। आज हामी जम्मा टोटल 6जना साथीहरू मिलेर आएका छौँ। हामी अस्ति नै पनि आएको थियो र फेरि पनि हामी आएको छौँ। आज पनि हामी एकदम रमाइलो गरेर जानेछौँ। आजको दिनमा हामीले एकदम रमाइलो क्लिप्सहरू तपाईँहरूको माझमा पोस्ट गर्नेछौँ। हामीले चाहिँ किन यो भिडियो गराएको भन्दा चाहिँ एकदम पछिको लागि मेमोरिजको लागि भनेर हामीले भिडियो गराउन लागेको छौँ। हाम्रो केटाहरू चाहिँ माथि पुगिसकेको छ, म मात्र यहाँ पछाडि छ लास्टमा। म अब तपाईँहरूलाई सबैजना केटाहरूको अगाडि पुगेर म केटाहरूसँग गएर फेरि राम्रो भिडियोहरू क्लिप्स गर्नेछु है त। हाम्रो चाहिँ निर्मल मेसी हाम्रो ब्लगमा केही भनिदेऊ नि त। भोकमा है मजा यसरी पानी स्विमिङमा खेल्छमा चाहिँ मजा आउनु है। ओ यता नगर है केटा, फेरि मोबाइल खस्ला नि फेरि। केटाहरूले एकदम रमाइलो गर्दैछ है। केही भनिदेऊ नि त हाम्रो यो ब्लगमा। के भन्ने यार, भयो कि आज यो हाम्रो कति 4th टाइम इन 1 month। बबाल आज हामीले सर्ट एन्ड स्विट 1 घन्टा मात्र आज चाहिँ के भन्दै त लगेर हो हाम्रो चाहिँ रमाइलो भइरहेको छ एकदम। अघि नै वेदर चाहिँ पानी परिरहेको थियो, तर अहिले चाहिँ पानी रोकेको छ। सायद हामीलाई भाग्यले पनि खेल भनेर छोड्दै जस्तो छ है। आज 2 घन्टै खेलिन्छ जस्तो छ। 1 घन्टा खेल्यो भनेर आयो है। विकेन्ड भयो जस्तो। ठिक छ, आज ढुक्क हो कि अङ्कितसँग अलिक चल्नुपर्छ कि एकदम।
बेसी यहाँ हाम्रो केटाहरू एकदम रमाइलो गरिरहेछ इन्जोय गरिरहेछ आज वेदरले पनि एकदम साथ दिएको छ अघि एकछिन पानी परेको थियो अहिले चाहिँ घाम लागेको छ एकदम रमाइलो सुन सोल्टे तपाईँको त फर्स्ट एक्सपिरियन्स हुनु भएन कस्तो भइरहेछ सोल्टे यस्तो बवाल आनन्द चिसो पानीमा पोखरा त बेस्ट हो नि है सोल्टे ए अब म पनि एकछिनपछि म पनि बवाल रमाइलो गर्नेछु म चाहिँ अहिले केटाहरूको भिडियोहरू बनाइदिएको छु अब म पनि अब लेकमा अब म अनि डाइभ हान्नेछु एकछिनपछि अब मलाई चाहिँ त्यस्तो राम्रोसँग बोल्न भ्लगिङ गर्न चाहिँ मलाई त्यस्तो पर्फेक्टली चाहिँ आउँदैन आज हाम्रो निर्मल हिरोले आजको भ्लग तपाईँले गर्नु न त भनेर मैले भ्लग गर्न गइरहेको छु हाम्रो आज सर्ट एन्ड स्विट भ्लग यहाँ हाम्रो केटाहरू के छ केटाहरू ल आना आना Yes! Yay! Anu. Anu. Aduh ini itu. Yay! अब यो भ्लग चाहिँ म केटाहरूलाई बनाउने दिनेछु अब म पनि पानीमा यसो हाम फाल्नु पऱ्यो अब गर्मी भइरहेको छ एकदम घाम लागेको छ त्यसैले पनि डाइभ हान्नु पऱ्यो अब म भ्लग गर्ने हाम्रो निर्मल हिरोलाई दिनेछु ल बाबालाई त उल्टो पो भएछ यस्तै धान छ कस्तो भयो त नि दाइ एकदम बवाल ल अब गुल्टाइदिनु पऱ्यो केटाहरूलाई यो मनमा फोर्थ एटेम्प्ट हो यो हो काकिङ भन्छ कि स्ट्यान्ड प्याडलिङ भन्छ के भन्छ त होइन मेरो पेडल चाहिँ त मासला गए मलाई म बनाऊ है म बनाऊ ठिकै भयो भनौँ फसलीमा त अलिकति रमाइलो भयो थियो मेरो त टाइगर नै छैन केटा यस्तो चुच्चा चाहिँ यता साइड हुनुपर्छ है के यो चुच्चो तर मा धन्ने गुल्टेको मलाई मोबाइल सबै दिन्छ ल केटा डाइभ कौने क्या मलाई ल गयो ओइ ल गयो दोस्त हान्दियो ल अर्को डाइभ आयो ल त्यही माथि गयो अंकित अब बोल ले रहा बाहर लाई त्यस्तै अब यही हो यो चाहिँ सरङकोट यो लेक साइड दपामे यता के भन्छ यो मन्दिर नेपालको झन्डा पनि राखेर हुन्छ अरू चाहिँ यति केटा हो के देखाउने अरू त ल है केटा हो अब चाहिँ सकिन लागिसक्यो सन के भन्छ सनराइज सनसेट हुन लाग्ने किन नदेखिँदो रहेछ कहाँ हो सनमा ए यहाँ रहेछ काम त लगेर अब चाहिँ हाम्रो टाइमसँग सकिन लागिसक्यो अब फोटोसुट यतै हल्का गरेर जाने यतै केटा हो हेलो आजको हाम्रो डे चाहिँ एकदम बवाल भयो रमाइलो भयो हाम्रो भ्लग कस्तो लाग्यो तपाईँहरूले कमेन्ट गरिदिनु होला भनिदिनु होला यस्तै रमाइलो भिडियोहरू चाहिँ आउँछ है हाम्रो निर्मल एक्सन प्लेसमा त्यही भएर तपाईँहरूले सब्सक्राइब गरिदिनु होला एकदम बवाल रमाइलो भयो आजको हाम्रो डे चाहिँ यति नै एकदम सर्ट एन्ड स्विट बवाल भयो है नेक्स्ट भिडियो ल बाइ Hello guys, invest on yourself, enjoy yourself because we are no longer in this age. Vamos!